नमस्ते, म केसीसीएसबाट डाक्टर सुयोग मैनाली, प्लास्टिक सर्जन। यो तपाईँले देखिराख्नु भएको छ, हामी कहाँ एउटा नयाँ ट्रिटमेन्ट आइपुगेको छ, सिक्रेट डुओ भन्ने क्युटेराको। अब यसमा चाहिँ हामीले तपाईँको छालामा चाउरी परेको छ, डन्डीफोरको दागहरू छ भने स्किनलाई टाइट गराएर चाउरीहरू घटाउने र मेन चाहिँ लुज स्किनलाई टाइट बनाउने मेसिन चाहिँ यो। यसमा दुईवटा प्रविधि एउटै मेसिनमा छ। एउटा चाहिँ रेडियो फ्रिक्वेन्सी माइक्रोनेडलिङ भनिन्छ। त्यसमा चाहिँ मसिना सियोहरू चाहिँ तपाईँको छालाभित्र गएर त्यसले स्किनभित्र चाहिँ रेडियो फ्रिक्वेन्सी वेभ फालेर छालालाई टाइट गराउँछ है। र यसमा अर्को चाहिँ यो 1540 नैनोमिटर्सको अर्बियम लेजर छ। यसले चाहिँ तपाईँको बाहिर छालाको बाहिरको सतहलाई नडढाइकन छालाभन्दा भित्र गएर इनर्जी फाल्छ, जसले गर्दा चाहिँ भित्रबाट कोलाजेन प्रोड्युस हुँदै जान्छ र तपाईँको छाला टाइट हुने र डन्डीफोरको दागहरू, पोर्सहरू सबै मिनिमाइज भएर एकदम नयाँ राम्रो छाला चाहिँ भरिँदै आउँछ है। यसलाई यो दुईटाको कम्बिनेसनलाई चाहिँ सिक्रेट डुओ भनिन्छ भने यो विदेशमा अत्यन्त पपुलर ट्रिटमेन्ट हो। यसबाट तपाईँहरूको स्किन चाहिँ लाइक 5 to 10 इयर्स यङ्गर बनाइन्छ। यसलाई हामीले नन सर्जिकल फेसलिफ्ट पनि भन्न सकिन्छ। यो एरियाको बोसोहरू पनि अलिअलि घटाएर स्किन टाइट गरेर डबल चिन पनि कम गराउँछ, यो जल्सहरू घटाउँछ र यसरी पिनिक्क परेर छाला टाइट हुँदै जान्छ। यो ट्रिटमेन्ट एक महिनाको फरकमा 3 चोटि गर्नुभयो भने तपाईँले आफूले खोजेको जस्तो स्किन पाउनुहुन्छ र लुज छाला, फाइन लाइन्स, रिङ्कल्सहरू घट्दै जान्छ। एकदम राम्रो रिजल्ट छ। तपाईँलाई यो ट्रिटमेन्ट गराउनु छ भने क्लिनिक भिजिट गर्नुहोस् र हामीसँग डिटेल